त्यो सपना चाहिँ तपाईले पुरा गर्नुभयो त्यहाँ श्रम गरेर। त्यसको हाम्रो फुल तपाईलाई चाहिँ लाखौं सल्युट हामीलाई। त्यो अभियान तपाईले यो नेपालमा नयाँ किसिमको क्रान्ति ल्याउनु भयो, त्यसमा दुई मत छैन। तर प्लिज क्रान्ति बाइक सोशल ग्रुपमा हाँस्ने, रमाइलो गर्ने, मुस्कान दिने, इट मेक्स लट अफ डिफरेन्स। यु आर गोइङ टु बी अ लिडर, प्रधानमन्त्री हुने मान्छे। तपाईलाई हाँस्नु मन नलागे पनि हाँस्नुपर्छ। तपाईँ शत्रु आए पनि मिठो मुस्कानले तपाईले पकाल्नु सक्नुपर्छ। त्यो क्यापेसिटी हुनुपर्छ तपाईसँग। हो, त्यो कुराको चाहिँ मेरो विरोध हो। तपाईको विरोध होइन, तपाईको कामको विरोध होइन, तपाईले लिएको गतिको विरोध होइन। तपाईले देशमा जुन किसिमको एउटा चाहिँ अहिले माटोको कुरा गर्नुभएको छ, त्यो सही कुरा हो। देशको कुरा गरेपछि माटो पनि छ, मान्छे पनि छ, प्रकृति पनि छ, किरा पनि छ, फटक्रा पनि छ, सबै कुरा छ। देश पहिलो होइन। उज्यालो भने के हो? अब इट्स ग्रेट। इट्स ग्रेट। अब उज्यालो के हो भन्दा किन उज्यालो भनेर उडाउने, किन चिम भनेर उडाउने? यो देश त अँध्यारै छ नि अहिले। न्यायपालिका अँध्यारो हो, कार्यपालिका अँध्यारो, व्यवस्थापिका अँध्यारो हो। यसलाई हामीले अँध्यारो भन्यो। अब त्यो उज्यालो भनेको चाहिँ अब सत्य मान्छेले चाहिँ अब यो देश जिम्मा लिनुपर्छ। तपाईँलाई त मैले त्यो सत्य मान्छेमा गरेको छु। तपाईँ पनि उज्यालो, माटो तपाईँ पनि हो, हामी पनि हो। माटो सबै हो, भूमि सबै हो, देश सबै हो, उज्यालो सबै नेपाली हो। त्यहाँबाट म यही भनिदिन्छु, हेर्नुहोस्, असीम बाङ्गालाई सभासद बन्ने, सांसद बन्ने त्यस्तो छैन। दुःख गऱ्यो भने त्यही जिल्लाबाट दुःख गर्ने हो, उठेर आयो भने त्यही जिल्लाबाट उठ्ने हो होइन। हामीलाई कसैबाट केही लिनु पनि छैन, दिनु पनि छैन। त्यो मान्छेले निर्धक भएर जोगी जस्तै बोलिन्छ। बुझ्नुभयो? हाम्रो पार्टीभित्र जसपाभित्र चाहिँ हामी जोगी जस्तो बोल्ने मान्छे हो। कुनै कृपा पाउनु छैन। अब यो उज्यालो नेपालमा त्यही हो, उज्यालो नेपालमा त्यही हो। अब त्यसको सुरुवात, त्यो घर बनाउने काम, त्यो घरको चाहिँ दियो कुलमानले सल्काएको। तर अब सर्वोच्च सर्वश्रेष्ठ कुलमान भन्ने हुँदैन। अब किनभने कुलमानले सल्काउने बित्तिकै जो जनताले उहाँलाई सपोर्ट गर्छ, मेरो लागि चाहिँ त्यो जनता चाहिँ देवता हो। त्यो 3 करोड जनता चाहिँ देवता हो। उहाँलाई च्याप्ने होइन। उहाँको विचार फैल्यो, उहाँको काम राम्रो देखियो, यो मान्छेले गर्छ। अब यो हामीलाई विश्वास छ। तपाईँलाई के लाग्छ, कुलमान र हर्का साम्बाङ के भन्छ, हर्का साम्बाङको पार्टी संस्कृति पार्टी, कुलमान घिसिङको पार्टी उज्यालो नेपाल पार्टी, यो दुईटा पार्टी चुनाव अगाडि मिल्ने सम्भावना देख्नुहुन्न? अब यो मिडियाबाट म के सन्देश दिन चाहन्छु भने अझै पनि केही बिरेको छैन, मिलौँ, केही हटेको छैन। सम्पूर्ण जति पनि एउटा सतही लेभलबाट चाहिँ विरोध गर्ने साथीभाइहरूलाई तपाईँले त्यो चाहिँ प्रयास गर्नुहोस्। त्यताबाट कुलमानलाई गोली हाल्ने, कुलमानको साथीहरूले यताबाट यता गोली हाल्ने, त्यो काम नगर्नुहोस्। कसलाई गोली हाल्छ? पहिचानवादीहरू किन आजसम्म पहिचानवादी आज किन फैलाउन सकेन भन्ने कारण यस्तै गोली हान्नेहरू थुप्रै छन् यहाँ। यता लाग्यो भने यता गोली हान्ने, उता लाग्यो भने यता गोली हान्ने। त्यो चाहिँ अनि आफै सकिने होइन। त्यो चाहिँ सानो केटाकेटीहरू अलिक बुद्धि नपुगेको, भर्खर अलिअलि राजनीति बुझेको हो, त्यस्तोले गर्ने काम हो। त्यस्तो हुनु हुँदैन। तपाईँले त्यहाँभित्र सम्झाउनुहोस् पार्टीभित्र। अब हामीले त अस्ति पनि धरान भेट्दाखेरि एक हुनुपर्छ, कसरी हुन्छ भनेर भनेछु। ठिकै छ, कसलाई भन्नुभयो? मन्त्रीज्यूलाई, कुलमानज्यूलाई होइन। उहाँ पोजिटिभ हुनुहुन्छ यो कुरामा। र भोलि चाहिँ के भन्दाखेरि होइन, यस्तो नि, यता सुन्नु न, म चाहिँ के भन्छु, यता सुन्नु न ल, यता सुन्नुहोस् ल। अरूले केही कुरा गरेन होइन। उहाँहरूको त अब कमिटी समिति, अब महासचिव, उपाध्यक्ष सबै बनिसकेको छ। हाम्रो त बनेको छैन, केही पनि छैन हाम्रो त। अहिले एउटा संयोजक हो, बाँकी सबै सदस्य हो। चुनावसम्म त्यसरी जाने यो कुरा चाहिँ त्यो कार्यकर्तालाई आउनुभन्दा अगाडि नेतृत्वको टाउकोमा छिर्नु पर्यो के। अब नेतृत्व स्वयं आफै माइकमा विरोध गर्दै हिँड्छ यार, अनि त्यस्तो पनि नेतृत्व हुन्छ यार। आफै माइकमा विरोध गर्छ। अब आज कति भयो उहाँ जन्मेको, अहिले भर्खर त हो पार्टी जन्मेको कति भयो? 1 वर्ष भयो भर्खर होइन त जन्मेको। अनि जन्मेको पार्टीले आउनु पाएको छैन, उमेरको 3 पार्टी अहिलेदेखि नै अर्को मूलवासीलाई गोली ठोक्ने। 2 महिना नि भएको छैन। अनि यता मूलवासीलाई गोली ठोक्ने, अनि यताबाट यता गोली ठोक्ने, त्यस्तो हुन्छ भनेको मतलब परिपक्वता। अनि तपाईँले भोलि कुनै पनि यस्तो मिडियामा उमा चाहिँ एट भनेर चाहिँ विरोध गरेको छ त कुलमानले। त्यसैले उज्यालो नेपालमा जानु कारण धेरै कारण छ क्या। अब के अझै यो भन्दा कुरा खोलौँ फेरि? अब खोल्नु न, होइन जनताले बुझ्नेसम्म खोल्नु परेन भनेको। कहाँ लुकाएर राखेको, कसलाई लुकाएर राखेको, के गर्नु लुकाएर राखेको, त्यस्तो हुँदैन नि फेरि। होइन, मैले चाहिँ म सिधै हो, मेरो साथ माइन्ड नगर्नुहोस्। तपाईँको आज यही म हाम्रो मिडिया थ्रुबाट म तपाईँलाई मेसेज दिन्छु। तपाईँले पनि एक्लै सिङ्गल सङ्घर्ष गरेर ढोकाको सरकारी ढोकामा गएर तपाईँ त्यो सङ्घर्ष आएको व्यक्ति हो। तपाईँलाई 100% सल्युट छ मेरो। तपाईँले आज यो मिडियाबाट सुन्नुहोस् ल। असीम पालुङा को भनेर तपाईँले इतिहास पढ्नुहोस्, पहिला हिस्ट्री पढ्नुपर्छ। तपाईँसँग धेरै मान्छेहरू, धेरै ती बसाहरू चाहिँ स्वार्थको लोभले भोलि समानुपातिकमा मन्त्री पड्काइन्छ, सभासद पड्काइन्छ आएको होला। तर हामी त्यो क्यारेक्टर मध्येमा पर्दैन, किन हाम्रो खानदान पनि त्यो होइन, ब्याकग्राउन्ड पनि त्यो होइन। स्कुलिङ हेर्नुहोस्, जागिर हेर्नुहोस्, र हाम्रो ब्रटअप हेर्नुहोस्, त्यसले पनि धेरै फरक पार्छ।
घमण्ड होइन, तर यो फरक पार्छ मिर साहब होइन। छोटो बुद्धि र लामो बुद्धि त्यस्ता विचारका धेरै आउन सक्छन्। तपाईँ चाहिँ भोलि ताल पऱ्यो यो देशको प्रधानमन्त्री नै हुने क्यापेसिटीको मान्छे हो तपाईँ। तर तपाईँले माइन्ड नगर्नुहोस्, हामी जहिले पनि पार्टीभित्र हामीले जसमा हुँदाखेरि स्वयं मैले चाहिँ उपाध्यक्षलाई चाहिँ ल्याएर अध्यक्षलाई ल्याएर डाइरेक्ट हान्नुपर्छ गोली भन्ने मान्छे हो म। हान्यौँ पनि हामीले, र हानेर उहाँले पछि हाम्रो कुरालाई चाहिँ लात हानिदिएपछि उहाँलाई पनि हामीले लात हानिदियो। हामी त्यो क्यारेक्टरको मान्छे हो, तपाईँको विरोध गरेको होइन। तपाईँ नै हुनुपर्छ प्रधानमन्त्री। कुलमानजीहरू मिल्नुहोस् टाउमा, जस्तो अब जस्तो भोलि मैले कमान्ड लिएँ भने मेरो त टाउको पनि त्यो छ, नमिलिकन केही पनि गर्नु हुँदैन भन्ने मेरो टाउमा छ। अब तपाईँलाई म एउटा सानो घटना दिन्छु, तपाईँले अब याद गर्नुहोस्, तपाईँलाई थाहा छैन होला, अब त्यो हाम्रो समीर भाइहरूलाई राम्रोसँग थाहा छ, समीर तामाङहरूलाई। धरानमा पहिलोचोटि हामी डाक्टर महेन्द्र लाउतीसम्म आउँदाखेरि त्यो रेस्टुरेन्ट त याद होला तपाईँलाई। त्यति बेला तपाईँलाई दुईजनाले नमस्ते गरेको थिएन, चन्द्र महादेन र असीम पालुङहरूले, बुझ्नुभयो। तपाईँ जुन किसिमले प्रेसिडेन्ट हुनुभयो त्यो बेला, त्यो नै हामीलाई मन परेन। अनि मैले चाहिँ त्यो बेला त के हो अलिकति एरोगेन्ट छ क्या हो मान्छे पनि भनिदिएको मैले। अब आउनुभयो अनि तपाईँले त्यत्रो इलामा डाक्टर साहबसँग बोलचाल नभए पनि एउटै सोफामा फ्रन्ट रोमा देखेको हामीले। अब अलिकति फ्रेन्डली मान्छे त ओहो डाक्टर साहब हाउ आर यु, के छ। नेतृत्व भएपछि अरूबाट नमस्कार खोज्ने होइन, नेतृत्व पस्ने बित्तिकै यो सेवारो भन्नु पर्यो, सेवारो आदङ्गे टासीदाले छेजोलपा भन्नु पर्यो, बानी बसाउनु पर्यो त्यो होइन। कहिले चाहिँ यसले मलाई नमस्ते गराएर म नमस्ते फर्कौँला, द्याट्स रङ। त्यसैले तपाईँले त्यो यदि तपाईँले अपेक्षा गर्नुहुन्छ भने यु गो टु यर पास्ट। कसरी सङ्घर्ष भयो, टेम्पोमा कसरी माइक फुक्दै हिँड्नुभयो त्यो तपाईँले नबिर्सिनुहोस्। त्यसैले जनतालाई जहिले पनि देउता हो भनेर मान्नुहोस्। एक त तपाईँ अब डक्टरको कुरा हुन्छ भने तपाईँसँग एज भन्दा तपाईँभन्दा सिनियर हो, तपाईँभन्दा जेठ हो। अब पढे लेखेको कुरा हुन्छ भने तपाईँभन्दा धेरै पढेको मान्छे हो। अब तपाईँले इभन त्यहाँ ओहो डाक्टर साहब के छ यार भनेर त्यति पनि बोल्नु भएन तपाईँले, दुःख लाग्दो कुरा। अनि त्यसपछि तपाईँ डक्टर बोल्दैछ, तपाईँ मोबाइल हेरेको गर्दिने यसरी टक 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 हेरिदिने, मान्छे यता बोल्दैछ। अब त्यो म्यानर राम्रो देखिन्छ। अहिले म तपाईँ बोलिरहनु भएको छ, मैले तपाईँको अगाडि यसरी मोबाइल हेरिराखेँ भने तपाईँलाई कस्तो लाग्छ? इज द्याट म्यानर? त्यसैले मैले त्यो अस्तिको धरान आउँदा मिडिया पनि बोलेको थिएँ, हि हेज अ एटिट्युड प्रब्लम भनेर। यो कुरा सुधार्नुहोस् तपाईँ। तपाईँ त एउटा सङ्गीतकार, तपाईँ त एउटा कलाकार मान्छे, तपाईँ त खास सङ्गीतकार हुनुपर्ने रहेछ। तपाईँको सच अ नाइस भोइस, बी फ्रेन्डली, स्माइल अल द टाइम। भोलि तपाईँसँग हामी पनि मिल्नु सक्छौँ। तपाईँले त्यत्रो चाहिँ तपाईँले पहिचानवादीको हामीले त्यत्रो मुगलुङ, अब पहिलो नम्बर मेरो लुङ्गा हो घाइते हुने चैतको चाहिँ तपाईँको 15-16 गते, त्यत्रो बुढेसकालमा एउटा सङ्घीय केन्द्रीय नेतृत्व हात गयो, यहाँ फ्र्याक्चर गयो, अहिले पनि स्टिल लागेको छ। मेरो साहब मैले जाँदाखेरि मेरो टाउको गयो। कहिले सम्झिनु भयो तपाईँले हामीलाई, हाम्रो नेतृत्वलाई सम्झिनु डाक्टर महेन्द्र लाउतीलाई? एकचोटि जो डाक्टर साहबलाई बोलाऊ, गफ गरौँ, कुरा गर्नुभयो, गर्नुभयो जस्तो लागेन मलाई। अनि तपाईँले अनि कुलमानसँग एकचोटि कुरा गरे, अब खै नबिला जस्तो भयो। अनि त त्यसपछि त्यो त हुँदैन। तपाईँले 10औँ होइन 15चोटि कुरा गर्नुपर्छ, 20औँचोटि कुरा गर्नुपर्छ आफ्नो विचारको कुराहरू, अनि पो बल्ल कुरा गर्नुहोस् त। त्यसैले तपाईँको म विरोधी होइन, तपाईँको विरोधी होइन। तपाईँले एउटा नयाँ किसिमले तपाईँलाई फेरि एउटा कुरामा हेर्नुहोस्, मागले एउटा अब किन हामी त बिहान 1 घन्टा ध्यान दिने हो, बेलुका 1 घन्टा ध्यान गर्छौँ हामी होइन। म क्याप्टेन हुँदाखेरि म के बोल्थेँ भने यो देशमा जबसम्म यहाँको चाहिँ यो देश विकास हुँदैन, जनताले सुशासन पाउँदैन, यहाँको प्रधानमन्त्रीसम्म गोठाले हुनुपर्छ र मन्त्रीहरू सबै गोठाले हुनुपर्छ भन्ने मान्छे हो। ब्यारेकमा कहिले कहिले राजनीतिक डिस्कसन हुँदाखेरि, र त्यो सपना चाहिँ तपाईँले पुरा गर्नुभयो त्यहाँ श्रम गरेर। त्यसको हाम्रो फुल तपाईँलाई चाहिँ लाखौँ सल्युट हामीलाई। त्यो अभियान तपाईँले यो नेपालमा नयाँ किसिमको क्रान्ति ल्याउनु भयो, त्यसमा दुई मत छैन। तर प्लिज क्रान्ति बाहेक सोसियल ग्रुपमा हाँस्ने, रमाइलो गर्ने, मुस्कान दिने, इट मेक्स लट अफ डिफरेन्स। यु आर गोइङ टु बी अ लिडर, प्रधानमन्त्री हुने मान्छे। तपाईँलाई हाँस्नु मन नलागे पनि हाँस्नुपर्छ। तपाईँ शत्रु आए पनि मिठो मुस्कानले तपाईँले पकाल्नु सक्नुपर्छ, त्यो क्यापेसिटी हुनुपर्छ तपाईँसँग। हो त्यो कुराको चाहिँ मेरो विरोध हो, तपाईँको विरोध होइन, तपाईँको कामको विरोध होइन, तपाईँले लिएको गतिको विरोध होइन। तपाईँले देशमा जुन किसिमको एउटा चाहिँ अहिले माटोको कुरा गर्नुभएको छ त्यो सही कुरा हो। देशको कुरा गरेपछि माटो पनि छ, मान्छे पनि छ, प्रकृति पनि छ, किरा पनि छ, फटेक्रा पनि छ, सबै कुरा छ। देश पहिलो होइन। उज्यालो भने के हो? अब इट्स ग्रेट। इट्स ग्रेट। अब उज्यालो के हो भन्दा किन उज्यालो भनेर उडाउने, किन चिम भनेर उडाउने? यो देश त अँध्यारै छ नि अहिले। न्यायपालिका अँध्यारो, कार्यपालिका अँध्यारो, व्यवस्थापिका अँध्यारो, यसलाई हामीले अँध्यारो भन्यो। अब त्यो उज्यालो भनेको चाहिँ अब सत्य मान्छेले चाहिँ अब यो देश जिम्मा लिनुपर्छ। तपाईँलाई त मैले त्यो सत्य मान्छेमा गरेको छु। तपाईँ पनि उज्यालो, माटो तपाईँ पनि हो, हामी पनि हो, माटो सबै हो, भूमि सबै हो, देश सबै हो, उज्यालो सबै नेपाली हो। यस्तो कुरामा पर्टिकुलर सानो सानो कुरामा लाग्नु हुँदैन।
र तपाईँको मैले इन्टरभ्यू एक दुईवटा हेरिरहेको छु अस्ति तपाईँ स्वयं हाम्रो भूमि ताप्लिङ जाँदाखेरि त्यहाँ पनि तपाईँले चाहिँ गोली ठोक्नुभयो उज्यालो नेपालको कुलमानको गोली ठोक्नु अब ठाउँ ठाउँमा कुरा तपाईँलाई सुहाउँदैन त्यो कुरा र प्लिज आफ्नो चाहिँ कार्यकर्ताहरूलाई पनि आफ्नो चाहिँ शुभचिन्तकहरूलाई पनि यो कुरा तपाईँले सम्झिदिनुहोस् बुझाइदिनुहोस् त्यो खालको ह्याबिट गर्नु हुँदैन तपाईँहरू आफ्नो मेहनत परिश्रमले सङ्गठन गर्नुहोस् तपाईँको आफ्नो चाहिँ विचारहरू चाहिँ अगाडि फैलाउनुहोस् अगाडि बढ्नुहोस् देश खानुहोस् विल बी भेरी ह्याप्पी होइन तर किन कुरा काट्ने भने द्याट्स अ चिप क्वालिटी चिप त्यसले त तपाईँ हु यु आर भन्ने कुरा चिनाउँछ न्यारो माइन्ड भयो द्याट्स भेरी न्यारो माइन्डेड यो चाहिँ हामीले यो खालको एटिच्युड यो खालको बानी चाहिँ अहिलेदेखि हामीले चाहिँ हटाउनुपर्छ र सिर्फ तपाईँको उद्देश्य के हो तपाईँको रोड म्याप के हो तपाईँले गर्नु खोजेको के हो देश र जनतालाई के दिनु त्यतातिर ध्यान दिनुहोस् तपाईँले घोडाको आयकर लाएर घोडाको आयकर त्यही भएर चाहिँ दायाँ बायाँ नगरिकन काम गर्नु पऱ्यो त्यही भएर अब यसमा दुःख लाग्दो कुरा हो हामीलाई पनि दुःख लागिरहेको छ यो कुरा हामीले समीक्षा गरिरहेको छौँ यो सबै मिलिदिएको भए कति राम्रो हुन्थ्यो भने अब तर के गर्ने पार्टीको आफ्नो आफ्नो विचार हुन्छ आफ्नो शैली हुन्छ त्यो मुद्दा त मिल्नु पऱ्यो अब जस्तो आज पहिचानवादी मोर्चाले जुन किसिमले हामीले सङ्घर्ष गऱ्यौँ त्यत्रो मान्छे घाइते भयो त्यत्रो मान्छेलाई गोली लाग्यो त्यो मान्छेहरूलाई चाहिँ हामीले लात हानेर त हामी त उज्यालो नेपालमा त्यसै कि आफ्नो स्वार्थीको लागि गएको र हात उठाएर खडा भएर ल भोलि गएर यहाँबाट सभासद पड्काइन्छ कि के पड्काइन्छ भनेर गएको एउटा कुरा यो पनि याद राखोस् मेरो बचपनको चाहिँ तपाईँलाई एउटा हिस्ट्री सुनाइन्छ जो दिपेन्द्रसँग मिलेको थियो सबै साथीभाइले केही न केही फाइदा लिए दिपेन्द्रसँग अब त्यो डिटेलमा म भन्दिनँ फाइदा लिए तर फाइदा नलिएमा यो असीम पाल्नु पर्छ त्यो ग्यारेन्टी यस 100% ग्यारेन्टी देयर इज नो डाउट र अब यति पनि ग्यारेन्टी दिन्छु यदि यहाँ टाउकोमा तागर नियमफोमाङले के लेख्दैछ र भोलि जिम्मा दिने लेखेको छ भने हामीले कस्तो गरेर काम देखाउँछु त्यो पनि हामी भविष्यमा देखाउँला लोभ लालचले बिग्रिया हो अहिले होइन बिग्रेको त्यही त हो नि जतिसक्दो भने त्यसैले राजनीतिक भनेको कहाँबाट सुरु हुन्छ हर्कजी हाम्रो कुलमानजी हर्कजी अब बालनजी अब सबै नेतृत्वहरू पुगेछ भने जब उसले त्यो कुर्सी पाउँछ नि गृहमन्त्री राज्य मन्त्री वाट एभर त्यो कुर्सी पाएपछि नै त्यसको राजनीतिक बल्ल सुरु हुन्छ क्या देशलाई दिने परिणाम के हो उहाँले कति इमान्दारिता वफादारी भएर काम गर्नुहुन्छ कति छिटो छैटोमा काम गर्नुहुन्छ त्यहाँबाट उहाँको राजनीति सुरु हुन्छ कति राम्रो डेलिभरी गर्नुहुन्छ हो यस अफकोर्स उसको राजनीति त्यहाँ सुरु हुन्छ क्या अहिले त राजनीति भएको छैन उहाँ अहिले त जस्ट एउटा घरको सपना देखेको छु त्यो घरको बालुवा गिटी सिटी ल्याउनेमै हुनुहुन्छ अहिले जम्मा गर्नेमा हुनुहुन्छ पुँजी कहाँबाट ल्याउने अलिक महँगो सामान कुलमान घिसिङ र हर्क साम्बाङको मिलन चाहिँ किन भएन र त्यति धेरै लामो दूरी बढ्यो अब तपाईँको उठबसै पुगेन नि साथी उठबस पुगेन एकचोटिले उठबस हुन्छ त एकचोटिमा कोही मान्छ एउटा केटी फगाउनु त यार कति महिना दिन वर्ष लाग्छ होला अनि यत्रो पार्टीको विचार मिल्नुलाई पार्टीको विचारहरू मिल्नु पर्यो बस्नु पर्यो के गर्दा देशको लागि राम्रो हुन्छ जनतालाई कसरी चाहिँ के कुराले सुहाउँछ भन्ने कुरा त त्यो त एक दिन बसेर हुन्छ र 1 घन्टा बसेर 2 घन्टा बसेर हुन्छ र त्यो कुरा चाहिँ यो दुईटै नेतृत्वमा चाहिँ यो कुराहरू नआएकै हो के तपाईँले यति बुझ्नुहोस् अहिले जनतालाई छारो हुनलाई एक दिन मैले गएकै हो अब मिलेन उहाँले मानेन मैले भएन अब त्यसको त कहाँ हुन्छ त राजनीतिमा बस्नु पर्यो अब उहाँले बिस्तारै अब 77 जिल्लाको चाहिँ नेतृत्व छान्दा कसरी छान्नुहुन्छ त उहाँले नेतृत्व छान्दा कसरी छान्नुहुन्छ त नेतृत्वहरू त लिनु पर्यो उहाँले रूपन्देही पक्रिनु पर्ला नेपालगञ्ज पक्रिनु पर्ला वीरगञ्ज पक्रिनु पर्ला दोलखा पक्रिनु पर्ला दैलेख पक्रिनु पर्ने होला होइन त्यो सबै छान्दाखेरि कसरी लिन्छ त उहाँले होइन त्यो चाहिँ कुरा हो अनि अब तपाईँहरूले विशेष गरेर उज्यालो नेपालको पार्टीलाई चाहिँ एमसीसी को मतियार विदेशीले चलाएको पार्टी भनेर आरोप लागेको छ के हो यो वास्तविक अब यस्तो हो एमसीसी को मतियार विदेशीले चलेको मतियार अब यही नेपाली मध्येमा त्यही नेतृत्वमा जानेमा कतिले एमसीसी ठिकै छ जस्तो यो मिलेनियम कर्पोरेसन के भन्ने होइन अब यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि अमेरिकाले यो शक्तिशाली राष्ट्रहरूले पनि के गर्दा रहेछ भन्दाखेरि जहिले पनि त्यो चाहिँ अलिकति अविकसित राष्ट्र अलिकति सानो गरिब दुखी राष्ट्रहरूलाई त्यो सहयोग गर्ने कामहरू उनीहरूकोबाट त्यो त्यस्ता किसिमको गइरहेको हुन्छ तपाईँले टाइममा यो जस्तो आर्मीहरू आएर एक देश अन्तर्राष्ट्रियहरू ट्रेनिङहरू गरिरहेको हुन्छ तालिम गरिरहेको हुन्छ नि होइन तालिमहरू गरिरहेको हुन्छ आइरहेको हुन्छ अब यो कस्तो हुन्छ भन्दाखेरि कुलमान एउटा जस्तो आर्मीको चिफले कुनै कुरा कन्ट्र्याक्ट साइन गरे अरे मेजर कुरा त आर्मीको चिफले साइन गर्छ नि त होइन अनि तलको त्यो कर्नेल सर्नेल मेजरलाई दोष दिने हो त अनि त्यो संसदीयबाट क्याबिनेटबाट पास भइसकेको चिज हो क्याबिनेटले पहिला सोच्नु पर्यो परेन क्याबिनेट मन्त्री परिषद अन्त
होला। अब एउटा के भन्दाखेरि विद्युतको केही कुराको त्यहाँ कुरा बजेटको कुरा आएको हुनाले त्यहाँको त्यो विद्युतको पनि एउटा प्रबन्धकको पनि त्यसले पनि त्यहाँ एउटा चाहिँ लानुपर्ने भयो, उसले पनि स्वीकृति साइन गर्नुपर्ने भएको हुनाले अब माथिको टाउकोले त्यही सरकारको जागिर खाएको छ, त्यसले ल्यायो। डिसिजन मेकर त माथिको सरकार हो नि त, क्याबिनेट हो नि त, त्यसले विचार गर्नुपर्ने हो त। कुलमानलाई कसरी आर भयो त्यो कुरा? अनि कुलमानले चाहिँ त्यो पैसा खाएको मिलेनियम कर्पोरेसनमा टन्नै गाँठ ल्याएर खाएको कुरा होइन त आखिरमा? उसले घुस खायो, उसले पैसा खायो भन्ने कुरा होइन त? हजुर। अनि त्यो चाहिँ कसले देखेर आँखाले? तपाईँहरूले देश बेच्न लाग्नु भयो है त्यो मिलेनियम कर्पोरेसन? त्यही त, देश बेच्ने जसले सरकार चलाएको छ त्यसले देश बेच्ने हो कि एउटा चाहिँ राज्यको एउटा सानो संस्थाले चाहिँ देश बेच्ने हो? कस्तो त्यो त यार लेमेन जसले लाटाले पनि बुझ्छ नि। त्यो जो भन्ने छ त्यो आफै गएर त्यो गएर बुझ्नु क्या ठाउँ ठाउँमा गएर, यस्तो कुरा त लाटाले पनि बुझ्छ नि हो। त्यो जस्तो यो चाहिँ के भन्दाखेरि अब कुलमान घिसिङलाई कसरी झार्ने त? कतिवटा एङ्गल छ त उसलाई झार्नुलाई। कहाँबाट उसलाई के भनेर चाहिँ जनताको अगाडि उसको चाहिँ मनोबल गिराइदिने, जनताको अगाडि एउटा खराब इम्प्रेसन, त्यस्तो खालको तत्त्वहरू हो यो। जसले जे उसले म लेखेर दिन्छु, त्यो मान्छेले जे बोल्दैछ नि त्यो मान्छेलाई स्वयं आफै थाहा छ नि यो कुरा, हाउ द प्रोसेस गोज भनेको कुरा के। अनि त्यो मान्छे पहिल्यै त्यो प्रधानमन्त्री मन्त्री भइसकेको मान्छे रे, त्यो त्यस्तो अनुभव लिइसकेको मान्छे रे त्यो मान्छे। अनि त्यसै हावामा बाहिरबाट दिने त्यो सबै हावा हो।